हेलो एभ्रिवान, वेलकम ब्याक टु माई युट्युब च्यानल है। आज चाहिँ हामीहरू कहाँ छौँ? स्पेनको कुन ठाउँमा छौँ हामी? मद्रिद। एकदम दामी ठाउँ छ यो चाहिँ। र पछाडि तपाईँले हेर्नु सक्नुहुन्छ होइन, यहाँनिर एकजना हाम्रो नेपाली ब्रदर प्रकाश होइन त? प्रकाश कि के हो? सो हामीले आजै भेटेको होइन। सो हामी आज एमबिसी आएको थियो नि, हामी बिहान बस पार्कमा भेटेको थियो र हामी अहिले यहाँ घुम्दैछौँ। अहिले नेपाली रेस्टुरेन्ट हेर्नु जाँदैछौँ। खाना खानु पर्छ। अनि कस्तो लागिरहेको छ त यहाँ घुमेर? त्यही भएर कुदिरहेछ, भोक पनि लागिरहेछ होइन, केही नि खाएको छैन। सो यो चाहिँ रहेको छ स्पेन होइन, हेर्नु सक्नुहुन्छ एकदम दामी ठाउँ। र यहाँ चाहिँ जेब्रा क्रस कहाँ लाग्यो त नि। सो यस्तो छ रहेछ स्पेन, हेर्नु सक्नुहुन्छ होइन। त्यो घर हेर्नु त क्या दामी छ। घर चाहिँ एकदम दामी छ र मान्छे हिँड्ने ठाउँ पनि यति फरकिलो छ कि यस्तो दामी छ, हेर्नु सक्नुहुन्छ तपाईँहरूले। र एकदमै रमाइलो, एकदमै मजा आइरहेछ मलाई यहाँ हिँड्दाखेरि चाहिँ है। मेरो फर्स्ट टाइम हो यो स्पेन आएको होइन, यो ठाउँमा मद्रिदमा। सो एकदम इन्जोय गरिरहेको छु, म हेरिरहेको छु। एकदमै दामी ठाउँहरू छ, तपाईँले यो पछाडितिर हेर्नु सक्नुहुन्छ है। र अगाडि पनि एकदमै दामी ठाउँ छ है। मजा आउँदो रहेछ यस्तो फरकिलो ठाउँमा हिँड्दाखेरि, खुल्ला मजाले हल्लेर हिँड्नु पाउँदो रहेछ है। अनि यो घर हेर्नु न कस्तो दामी बनाएको छ क्या यिनीहरूको घरहरू, हेर्नु त यो। ओ माई गड, यो सायद गभर्मेन्टको कुनै के हुनसक्छ होइन, तर घरहरू सबै राम्रो छ। यो चर्च हेर्नु सक्नुहुन्छ होइन। सो यस्तो दामी ठाउँ छ, यस्तो दामी छ कि यस्तो रमाइलो ठाउँ छ, हेर्दा यस्तो मजा आउने ठाउँ छ है। एकदम खुसी लाग्यो मलाई यो ठाउँमा आएर। त्यही हो, दुःखको कुरा चाहिँ के भयो भने पासपोर्ट चाहिँ उता के अरे हाम्रो उता नपुऱ्याइदिने भयो है। पोर्चुगलमा हामी बसेको ठाउँमा होइन, आफै आउनुपर्छ अरे लिनुलाई। सो फ्युचरमा आफै आइन्छ कि अथवा कुनै साथीलाई भनेर लिनु लाउँछु कि, त्यो चाहिँ अब पछि नै थाहा हुन्छ होइन। सो अहिलेको लागि चाहिँ अब दिइयो, पासपोर्ट बनाउनु दिइयो। पासपोर्ट पनि एक्सपायरी भएको थियो होइन। तर यहाँ आएर चाहिँ एकदमै रमाइलो चाहिँ भयो मलाई होइन। एकदमै दामी ठाउँ छ, एकदमै खतरा ठाउँ छ है। तपाईँहरू आउनुभयो भने चाहिँ छि चाहिँ भन्दैन जस्तो लाग्यो है। एकदम क्लिन छ क्या, एकदम निट एन्ड क्लिन छ, एकदम सफा छ। पोर्चुगलको चाहिँ लिस्बनतिर जाँदाखेरि अलिकति कस्तो फोहोर जस्तो ठाउँहरू देख्थ्यो भने यहाँ चाहिँ एकदम निट एन्ड क्लिन छ। यो चाहिँ अलि युरोपै हो जस्तो फिल चाहिँ हुँदो रहेछ यहाँ चाहिँ। अब यो बाइक अरू ठाउँमा कस्तो छ आई डोन्ट नो होइन, तर अहिले म हिँडिरहेको ठाउँ चाहिँ एकदम दामी छ। बिहान ओर्ल्याएदेखि हिँड्ने ठाउँ सबै क्लिन छ, एकदम ठुलो छ। हिँड्ने बाटोहरू एकदम ठुलो छ है, एकदम राम्रो छ। हरेक ठाउँमा जेब्रा क्रसहरूमा पनि लाइटहरू छ, सानोमा पनि हेर्न सक्नुहुन्छ है। यो जेब्रा क्रस यहाँ रातो बोलिरहेछ। सो त्यही पनि म चाहिँ हिँड्दियो होइन। यस्तो छ होइन। अनि घरहरू यस्तो दामी छ, हेर्न सक्नुहुन्छ। अनि दुईजना नेपाली दाजुभाइहरू भेटेको थियो, दुईजना अगाडि हिँडिरहेको छ म्याप हेर्दै होइन। हामी अब खाना खाने रे यहाँ पनि, अनि सो खाना खानु पऱ्यो भनेर नेपालीपन कोही खानु पऱ्यो भनेर आएको छ। सो राम्रो छ, एकदम रमाइलो रहेछ। अनि तपाईँहरूलाई चाहिँ के कस्तो लागिरहेको छ भन्नु होला है। अब भ्लग त खासै त्यस्तो राम्रोसँग बनाउन आउँदैन है। अब नआए पनि म ट्राई गरिरहेको छु है, अब भन्नु बोल्नु है। यो ब्यागबुक चाहिँ, यो ब्यागमा खासमा केही छैन। चार्जरहरू छ, डकुमेन्ट छ, अनि त्यसपछि के छ अर्को लुगा छ एक जोड, तर त्यो फेर्ने हो कि नफेर्ने हो थाहा छैन। मेबी फेर्नु नै सक्छ अहिले बस स्टेसनमा गएर, हेरौँ के हुन्छ। तर एकदम रमाइलो, एकदम खतरा ठाउँ छ। ल तपाईँहरूलाई म फेरि पछाडिको ठाउँहरू देखाउँछु है। यस्तो छ घरहरू, हेर्नु त। स्पेन चाहिँ दामी रहेछ है। पोल्यान्ड पनि एकदमै दामी लागेको थियो मलाई, तर यहाँ पनि एकदमै राम्रो रमाइलो ठाउँ रहेछ, एकदमै राम्रो लाग्यो मलाई है। सो खतरा लाग्यो। ल म नेपाली बोल्दै आएको, नेपालीहरू हुँदो रहेछ यहाँ। सो नेपाली एकजना दाजुले मलाई पिलिक्क हेरेर गयो, तर बोल्नु चाहिँ बोलेन है। सो कन्फ्युज हुन्छ नि त। अनि त्यही माथि नेपाली वर्ड युज गर्दाखेरि सुन्दाखेरि हाम्रै देशको रहेछ, भिडियो बनाउँदै हिँडिरहेको रहेछ भन्ने हुन्छ नि त होइन। ओके, दामी छ। कस्तो लाग्यो त ठाउँ? तपाईँहरूलाई कमेन्ट गर्नु होला है त। ठाउँ यस्तो रहेछ स्पेन होइन, एकदम क्लिन रहेछ होइन। मेरो फर्स्ट एक्सपिरियन्स। अब यो ठाउँको सबै कुराहरू त थाहा छैन। म खासमा चाहिँ यहाँ एमबिसीमा मेरो पासपोर्ट बनाउनुको लागि आएको थियो। हाम्रो नेपाली एमबिसी पोर्चुगलमा आउँछ बन्छ भन्दा अहिलेसम्म बनाएको छैन नि त। सो कहिले बन्छ के हुन्छ केही थाहा छैन। त्यही भएर चाहिँ हामी यहाँ आएको थियो, बनायो। एक्लै आएको थियो, आउँदै दुईजना नेपाली दाइहरू भेट्यो, उनीहरूसँग अहिले खाना खान जाँदैछन्। राम्रै कुरा भइरहेछ। अब पासपोर्ट लिन आउँदाखेरि पनि हामी मिलेर आउँला भनेर भनेको छ है।
सो उनीहरू यहाँनिर बसिरहेछ म सोध्छु उनीहरूलाई के लागिरहेछ कस्तो लागिरहेछ यहाँ आएर हेलो ब्रदर्स कस्तो लागिरहेछ त अनि आज एकदम रमाइलो ठाउँ चाहिँ अच्छा रहेछ घरहरू पनि राम्रो सफा होइन एकदम सुन्दर पोर्चुगलभन्दा त धेरै गुणा बेटर पोर्चुगलभन्दा धेरै गुणा राम्रो लाग्यो है तपाईँ पनि फर्स्ट टाइम होइन आज ल ल ल बाटो क्रस गरौँ है सो हामी चाहिँ यहाँ बाटो क्रस गर्दैछौँ ग्रिन एकदम दामी छ हेर्न सक्नुहुन्छ यो ठाउँ ओ तर घाम लागेको छैन त्यो पनि क्या दामी क्लिन छ क्या हेर्नु न ऊ दामी अनि अरू कुरा सुनाउनु हामी पुग्नु थाल्यो होटेलमा कहाँ कुन होटेलमा जाँदैछ हामी अनि हाम्रो ब्रदरलाई कस्तो लागिरहेछ त सुनौ न त नि अनि त्यो चाहिँ हावा चाहिँ यहाँको हावा एकदम चिसो नेपालको जस्तो छ होइन अनि अनि साफ एकदम सफा एकदम होइन कहाँ कहाँ तल ए हाम्रो म्यापम्यानले अर्कै बाटो लाँदैछ ल हामी चाहिँ हिँडै छ है सो ए मेरो मोबाइल साथीहरू ए पछाडि देखाएको छ मेरो मोबाइल चाहिँ अघि फोटो खिचेको थिएँ क्या नि ब्रदरसँग थियो मेरो मोबाइल यसबाट पनि भिडियो बनाउँछ मैले सक्दैन तर मलाई यो यसबाट भन्दा यो डिजिआईकोबाट बनाउनु अलिक सजिलो हुन्छ यसमा चाहिँ म देखिरहेको छु म के गरिरहेको छु भन्ने देख्छु है सो एकदम रमाइलो लाग्छ त्यही भएर यो चाहिँ अलिक सजिलो ओके अनि 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 कता कता कुदिरह हो तपाईँहरू यहाँ हेर्नु वाचहरू यहाँ वाचहरू हेर्नु क्या दामी दामी वाचहरू छ है महँगो पनि छ महँगो पनि पैसा चाहिँ देखाएन है हजुर स्टप गरेर हेर्नु होला देखाएको छ भने सो यस्तो छ है ठाउँ दामी लाग्यो कि लागेन तपाईँहरूलाई यो ठाउँ भन्नु त मलाई त यो ठाउँ त एकदमै दामी एकदमै खतरा लागिरहेको छ हो यहाँ यतैको बस्नु मन लागिरहेको छ हो मलाई त यतै काम खोजेर यतै बस्दिउँ क्या हो तर के गर्नु डकुमेन्ट छैन यहाँको होइन यहाँको डकुमेन्टहरू बनाउनु पर्छ सो यहाँको डकुमेन्ट बनायो भने चाहिँ यहाँ पनि हुन्छ राम्रो पोर्चुगलभन्दा राम्रो सेलरी पनि हुन्छ ठाउँ पनि एकदम सफा लागिरहेछ मलाई है हेर्नु न जता हेर्नु नि कत्रो ठुलो बाटो छ कि यो कति खोल्ला हिँड्न सक्छ क्या जस्तै हाम्रो नेपालमा बालै शाहले अहिले न्यू रोडमा बनाएको छ भने चाहिँ ठुलो बाटो हो छ क्या एकदम हेर्नु त रोडको लागि नि छ यस्तो हो क्या यसरी विकसित गरे त हाम्रो देशमा पनि कति राम्रो हुन्छ है यस्तो दामी खोल्ला ठाउँ छ यो हेर्नु न घरहरू कस्तो राम्रो छ हरेक जहाँ हिँड्यो नि घरहरू कति राम्रो घरहरू छ क्या वाउ भन्ने खालको घरहरू छ एकदम दामी छ क्या ल हेर्नु त ल यो घर हेर्नु त यो हो क्या आमा एकदमै दामी लाग्यो एकदमै राम्रो लाग्यो कता ट्राफिक जाममा पर्यो हेर्न सक्नुहुन्छ खोल्यो ट्याक्क लाएर ल खोल्यो ट्राफिक जाम खोल्यो मान्छेको ट्राफिक जाम सुनाउनु अनि के फरक लाग्यो तपाईँलाई पोर्चुगल र स्पेनमा अहिलेसम्मको बिहानदेखिको दिउँसोसम्मको अनुभव सेयर गर्नु त के अरे 2 किलोमिटर टाढा रहेछ के हिँड्दा थाकिसक्यो होटल अझ भेटाएको छैन म्याप कसरी हेर्नुभयो त दाइले अनि खोइ हेर्नु लाउनु भएको छ के भोक लागिसक्यो झन् है गाह्रो छ है गाह्रो छ अझ भेटेको छैन कहाँनिर हो भने अनि के चाहिँ राम्रो लाग्यो यहाँ स्पेनमा अहिले अरू राम्रो भन्दा पनि अब एकदम सफा त्यही नै राम्रो लाग्यो मलाई अरू त अब त्यस्तै हो अरू त अब हामीले सबै हेरेको छैन होइन राम्रो पर्छ सफा एकदम अनि त्यहाँ चाहिँ फुटपाथ एकदम चाक्लो एकदम हिँड्ने बाटो है आम्मा ठुलो क्या खुल्ला राइट हामी ल कुचुक्क थियो उता पोर्चुगलमा यहाँ चाहिँ एकदम ठुलो छ खोइ तपाईँले कहाँ हेरिराख्नु भएको छ हे तेरेको उतापट्टि जानुपर्ने ल है त साथीहरू म म्याप हेर्छु एकचोटि हामी फाइनली यहाँनिर रेस्टुरेन्टमा आइपुग्यो घुमी है अनि यो चाहिँ रहेछ रेस्टुरेन्ट करी एन्ड कनेला भन्ने होइन इन्डियन हो कि नेपाली हो अब गएर थाहा हुन्छ अनि अहिले खोला छ कि छैन ल हामी भित्र आइपुग्यो फाइनली ओके हामी आइपुग्यौँ छेउमा बसौँ है ल नेपालीकै रहेछ है हामी आइपुग्यो ठाउँमा कति घन्टा हिँड्यो 24 आधी घन्टा भन्दा पनि बढी हिँड्यो त नि हामी त
सो हामी फाइनली यहाँभित्र आइपुग्यो है। अब के रहेछ खानेकुरा हेर्छौँ अनि त्यसपछि खान्छौँ। कोरियन कनेला हो, ल्याम्ब बिरयानी रहेछ साथीहरू, ल्याम्ब बिरयानी होइन, बिरयानी रहेछ होइन, आरोज भन्ने चाहिँ चामल होइन। सो यो रहेछ अनि मटन फ्राई राइस रहेछ। यो मध्येमा के कम भन्ने भइरहेछ है। म यस्तै छ। के लिने भयो तपाईँहरू? अन्त यही लिनु जस्तो चिकन टिक्का बिरयानी, अरू ल्याम्ब बिरयानी कुन लिनु? ल्याम्ब बिरयानी नै हाल्नु है। चिकन ओके, एउटा चिकन बिरयानी, एउटा ल्याम्ब बिरयानी। ओके दुईवटा ल्याम्ब बिरयानी। अनि चिसो तातो के लिनुहुन्छ हो तपाईँहरू? हो केही नलिने रे। कुल्फीहरू पनि रहेछ यहाँ है। अब जानु छ कुल्फी चाहिँ छिटो, अब छिटै हुने रहेछ, 5 मिनट रे। तपाईँको खिच्ने हो? बोल्नु नि तपाईँ एकचोटि। अहिले खाना खाइसकेर चाहिँ प्रतिक्रिया दिनुलाई होइन, पछि अहिले कस्तो हुन्छ के हुन्छ त्यसपछि भनौँ है। ओके, अनि तपाईँलाई? अहिले प्रतिक्रिया केही छैन, पहिला खाना खाऊँ। मनै निश्चित रूपमा खाना खाएपछि हाम्रो पार्टी कस्तो छ त्यसपछि आउँछ लडेक छ है। मनै यसरी भन्नुपर्छ, मनै अहिले हामीलाई निश्चित रूपमा भोक लागिरहेको अवस्था छ। भोक मेटाएपछि त्यसपछि प्रतिक्रिया दिने कुरो गरौँला भन्ने हाम्रो पार्टीको ठम्याइ हो। लडेक छ। अनि तपाईँको चाहिँ के ठम्मै हो? तपाईँ पनि त्यही हो? त्यही नै हो। अब एकचोटि केपी पालाई फोन गरेर नि सोध्नु पायो नि। ल ठिक छ। अब मेरो चाहिँ केही पनि छैन, म चाहिँ अब यतिकै भ्लगर हो। हाम्रो बिरयानी आइपुग्यो यहाँ है, ल्याम्ब बिरयानी अनि चिकन तपाईँको चाहिँ होइन। ल खानु खानु कस्तो रहेछ टेस्ट अनि भनिहाल्नुहोस्। मिठो छ? मिठो छ। ल मेरो चाहिँ यहाँ हेर्दै खाउँ भोक लागिरहेको बेला है। सो म नि अब टेस्ट गरिहाल्छु है। स्ट्यान्ड चाहिँ छैन, कस्तो हुँदो रहेछ खाएर भन्छु म तपाईँहरूलाई। हेर्दा हर छ त नि, हेर्दै हर छ। हामी चाहिँ खाँदैछौँ। झन् पिरो जस्तो लागेको थियो। मिठो रहेछ साथीहरू। कस्तो लाग्यो त हजुरलाई खाना आज? एकदम मिठो लाग्यो होइन। अब चाहिँ फेरि फेरि आउनुपर्छ यहीँ। तपाईँहरू पनि चाहिँ आउन चाहनुहुन्छ भने म एड्रेस कोरियन कनेलमा आउँदा हुन्छ होइन। कनेला कोरियन कनेलामा आउँदा हुन्छ। खाना चाहिँ राम्रो छ होइन, मिठो लाग्यो मलाई चाहिँ। सो हामी चाहिँ यहाँ एमबिसीमा आइयो होइन, त्यसपछि खाना खानु यहाँ आयो। हामीले चाहिँ अब बोल्ट पनि बुक गरिसकेको छ, हाम्रो बोल्ट पनि आइसक्यो होइन, बाटोमा आउँदैछ अब 2 मिनट। सो हामी यहाँबाट अब जाँदैछौँ। मेरो चाहिँ 3:35 को गाडी है त हाम्रो, 3:35 को गाडी छ। नर्मल स्ट्यान्डर्ड काटेको छ, सिट कस्तो पर्छ हेरौँ होइन। सो हाम्रो चाहिँ अब आजको यात्रा चाहिँ यतिसम्म नै थियो होइन। अब पछि फेरि भेट्नुपर्छ, हामी अब रमाइलो गर्नुपर्छ। नयाँ साथीसँग भेट्यो यहाँ, एकदम रमाइलो भयो होइन, रमाइलो गर्नुपर्छ है। सो हामी फेरि अब अर्को भिडियोमा भेट्छौँ होइन, अर्को नेक्स्ट भिडियोमा। आजको लागि यति नै, फेरि अर्को भिडियोमा भेट्छौँ भन्दै आजको लागि नमस्ते अनि बाई बाई।